हाम्रो कुललाई हामीले स्मरण मात्र गरे पनि पुग्छ, हाम्रो कुललाई भावनामा लिए मात्र पुग्छ, किनकि कुलमा दीपक हुन्छ, कुलमा दियो हुन्छ र त्यो दियोको स्वरूप नै कुल देवता हुन्। नमस्कार। मङ्सिर 18 गते धान्य पूर्णिमा नजिकै गर्दा धेरै जात जाति र विशेष गरेर खस आर्य समुदायका कुल पूजा हुन गइरहेको विषयलाई केन्द्रित बनाएर एउटा सामान्य जानकारीमूलक एउटा भिडियो लिएर आइरहेको छु। हामी नेउपानेहरू विशेष गरेर ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर 8 मा बसोबास गर्ने नेउपानेहरूको हाम्रो पनि कुल पूजा यो वर्ष चाहिँ अर्को वर्ष हुन्छ, 2 वर्षमा एकचोटि, र यो बीचमा हाम्रा सन्ततिहरूले यो प्रविधि र युगको रूपान्तरणसँगै कति कुराहरू बिर्सेका कुराहरू हुन सक्छन् र हामी पछिका सन्ततिहरूलाई पनि आफूले जानेका कुराहरू एउटा पुस्तान्तरण हस्तान्तरण भनौँ त्यो गर्ने अभिप्रायले पनि यो भिडियो बनाउन गइरहेको छु। कुल देवता कसलाई भन्ने, कुल पूजा कसरी गर्ने, विभिन्न ठाउँ अनुसार कुल देवताको नामहरू फरक छन्, त्यसको सत्यता के हो, वास्तवमा इतिहासले के भन्छ, इतिहासकारहरूले के कति रिसर्च गर्नु भएको छ, अनलाइन युट्युबहरूमा देखिने गुरुहरूका प्रवचनहरूमा किन विवादहरू भएका छन्, यी यावत विषयहरूमा भन्दा पृथक रहेर सत्यमा रहेर म कुलको बारेमा जानकारी गर्न गइरहेको छु। सर्वप्रथम सत्य के हो? सत्य निराकार हो। सत्यको कुनै रूप हुँदैन, कुनै आकार हुँदैन र कुलको पनि कुनै रूप हुँदैन, कुल देवताको पनि कुनै आकार हुँदैन। यो सत्य छ। यो परापूर्व कालदेखि मानिआएको रीतिथितिमा केन्द्रित छ। पुस्तामा रूपान्तरण हुँदै गर्दा केही थपिएका पूजा विधिहरू होलान्, केही थपिएका देवी देवताहरू हुन सक्लान् अथवा केही छुटेका पनि हुन सक्लान्, तर सत्य चाहिँ नि छुटेको छैन, सत्य चुकेको छैन भन्ने जानकारी सहित अगाडि बढ्न गइरहे। मेरो यो भिडियोमा अवश्य पनि यसका धेरै खण्डहरू आउन सक्छन्, किनभने एकै बसाइमा लामो भिडियो तयार हुन सक्दैन। यो आज पहिलो भागको रूपमा यो भिडियो रहेको छ र यो भिडियो निरन्तर अगाडि बढ्नेछ र आउने मङ्सिर पूर्णिमासम्ममा मैले पूर्णविराम गराउने बाचा पनि गर्दछु। आउनुहोस्, मैले जानेको कुल देवता, मस्ट देवता र मैले बुझेको सत्यता के हो त्यसको विषयमा अगाडि बढौँ। अघि नै मैले भने सत्य निराकार हुन् र निराकार नै शिव हुन्। शिव शक्ति नै हामी खस आर्य समुदायहरूले मानिथानी आएका देवताका हुन्। यसको मतलब शिवलाई नै हामीले कुल देवता भन्ने होइन। शिवका अंश रूपहरू छन्, मस्ट भनिन्छ। ती मस्टमा 12 मस्ट छन्। दारे मस्ट होलान्, बाबर मस्ट होलान्, ढाडे मस्ट, सेता मस्ट, काला मस्ट, यी विभिन्न नामले चिनिने मस्टहरू हुनुहुन्छ र यसका बारेमा पनि म यहाँहरूलाई बृहत रूपमा जानकारी गराउनेछु। त्यस्तै गरी देवीको बारेमा विन्ध्यवासिनीदेखि लिएर कालिका देवीदेखि लिएर सबैमा यो कुरा भन्नुभन्दा अगाडि कुल देवताको उत्पत्ति र कुल देवी देवताहरू कसरी मनुष्यहरूकामा रहन गए त्यो कुरामा अगाडि बढौँ। सर्वप्रथम कुल के हो? कुल हामी परिवारहरूको रक्षा गर्ने एउटा सहारा हुन्, एउटा देवता हुन्, जसलाई हामीले कुनै नाना थरीका व्यञ्जनहरू खुवाएर फकाउनु पर्दैन। हाम्रो कुललाई हामीले स्मरण मात्र गरे पनि पुग्छ, हाम्रो कुललाई भावनामा लिए मात्र पुग्छ, किनकि कुलमा दीपक हुन्छ, कुलमा दियो हुन्छ र त्यो दियोको स्वरूप नै कुल देवता हुन्। एउटा टपरी र त्यसमाथि 1 माना भरी चामल र त्यसमाथि राखिएको जनै र सुपारी र दियो र त्यो दियोको ज्योति, प्रकाशमय ज्योति नै कुल देवता हुन्। त्यो प्रकाशमय, त्यो अन्धकारलाई चिर्ने त्यो दियो नै कुल देवता हुन्। ती कुल देवताका नामहरू
नेपाली ठाम अनुसारका आफ्नो आफ्नै ठाउँ अनुसारका नामहरू दिएका हुन सक्छन्। म अन्यतिर जाँदिनँ, विशेष गरी म नेउपाने परिवारमा अहिले पछि आउन चाहन्छु, किनभने मलाई यसमा धेरै थाहा छ। र एउटा कुलडाङ्ग्रे भएर लामो वर्षदेखि आफू एक्लै हुँदाखेरिका त्यो पीडाहरू पनि मैले भोगेको छु। तान्त्रिकहरूले एउटा साधारण सत्यलाई पनि, सामान्य सत्यलाई पनि पैसाको मोहमा छोपिदिनाले कुल देवताप्रतिको भ्रम र कुलमा मान्न र कुल पूजामा हुने त्यो दुष्चक्रमा कति मानिसहरू पर्नुभएको छ, त्यो विषयमा पनि चिरफार अवश्य गर्नेछु। फेरि सुरुवात गरेँ कुलको उत्पत्ति र कुल देवता देवीहरूको बारेमा। तपाईहरूले श्री स्वस्तानी परमेश्वरीको कथा, देवी भागवत कथा सुन्नुभएको छँदैछ। जब सतीदेवीले आफ्नो देह अग्निकुण्डमा त्याग गरिन्, तब महादेवको उग्र स्वरूपबाट महादेवले आफ्नो एउटा जटा भुइँमा पछार्दा वीरभद्र उत्पत्ति भए र अर्को जटा पछार्दा महाकाली उत्पत्ति भए र उहाँहरूले दक्षको यज्ञ विध्वंस गरेर, दक्षलाई दण्ड सजाय गरेर उहाँहरूले आफ्नो कार्य सम्पादन गर्नुभएको थियो। त्यसपछि महादेवले सतीदेवीको अङ्ग बोकेर जाँदाखेरि देवी भागवत अन्तर्गत 51 स्थानमा अङ्ग पतन भएको कुरा उल्लेख छ। र त्यसमध्येमा नेपालमा 3 ठाउँमा अङ्ग पतन भएको छ, गुजेश्वरी, त्यस्तै गरेर तपाईँको बराह क्षेत्र, गुजेश्वरी र मैले अर्को एउटा नाम बिर्सेँ अहिले। ती ठाउँहरूमा अङ्ग पतन भएको थियो र त्यही ठाउँमध्ये एक ठाउँमा गएर महाकाल र वीरभद्र गई तपस्या गर्नुभयो र ईश्वरी प्रसन्न भएर मनुष्यहरूको कुलमा कुल देवता र देवी भएर रहन सके भन्ने वरदान प्राप्त भयो भन्ने पौराणिक आख्यानमा उल्लेख पनि छ। यसबाट पनि स्पष्ट हुन्छ कि शिव र शक्ति स्वरूपका देवी र देवताहरू, शिव स्वरूपका मष्ट देवताहरू र शक्ति स्वरूपका विन्ध्यवासिनी, कालिका, मालिका विभिन्न देवीहरू आफ्नो स्थान विशेष अन्तर्गतका देवी देवताहरूलाई पुज्ने चलन छ। यही विषयबाट सुरुवात गरेँ। मष्ट के हो, मष्टका भेदहरू कति छन्, दारे मष्ट, दुधे मष्ट, सेता मष्टमा भेदहरू के छन्, त्यस्तै गरेर यी 12वटा मष्ट अथवा बराह फरक भयो, अथवा दारे मष्ट, दारा देखिएको मष्ट, अब तपाईँको बराहको दारा देखिएको हुन सक्ला। यसमा पनि कति फरक ठाउँ अनुसारको फरक छ। यी 12वटा मष्टहरू र 12वटा देवीहरू, कहीँ 9वटा भन्ने पनि छ, कहीँ मष्टहरू 18 पनि भन्ने छ, कहीँ 108 पनि छ र 84 ती मष्टहरूको 84 नामका र यज्ञमा तपाईँको जुन कुल पूजा हुने ठाउँमा पूजा गर्दाखेरि 84वटा कोष्ठक बनाएर त्यहाँ पूजा गरिएको हुन्छ। फुल, धूप, दीप, नैवेद्य, यी सबैको बारेमा अर्को भिडियोमा फेरि आउनेछु। अहिले मैले यहाँहरूलाई लगभग साधारण रूपमा एउटा साधारण कुरालाई जटिल बनाएर कसरी तान्त्रिकहरूबाट हुन्छ र मष्टको बारेमा र कुलको बारेमा केही जानकारी गराउन सक्षम भएँ भन्ने ठानेको छु। अब बृहत रूपमा अर्को भिडियोमा आउनेछु।